हेलो गाइस, सेवारो नमस्ते टाजिले फ्याब्लो खाम्डे म भन्न चाहन्छु। अनि आज पनि चाहिँ एकदमै म बिहानै निस्किँदैछु। नरबुगाङ त्यहाँनिर चाहिँ बिहा छ है। अनि त्यहाँनिर चाहिँ कसको बिहा भन्दाखेरि चाहिँ पाल्देनको विवाह होइन। अनि त्यहाँनिर जानुपर्ने छ। अनि मेरो चाहिँ साउन्ड पनि गइरहेको छ। अनि साथै साथ हाम्रो क्लबले चाहिँ त्यहाँनिर क्याट्रिनहरू जिम्मा लिइरहेको छ, पन्डालहरू सबै जिम्मा लिएको छ। अनि हाम्रो सबै एभाइलेबल छ। अनि तपाईँहरूले यो भिडियोलाई एकदमै माया दिनु होला। अनि तपाईँहरूको माया अनि सपोर्ट जहिले पनि छ। अनि बिहानै उठेको छु, अनुहार पनि कस्तो भइरहेको छ हेर्नुहोस् न अब होइन। अब यो गेटअप तर हुन चाहिँ बिहानको चाहिँ यस्तै हुन्छ होइन। अब अलिक चिसो छ होइन, धेरै जाडो हुन्छ। अनि त्यही भएर चाहिँ अहिले फिलहाल चाहिँ कति बज्यो भने अराउन्ड 5 o'clock भइसक्यो, बिहानै जानुपर्ने छ होइन। अनि त्यहाँनिर कस्तो के माहौलहरू कस्तो हुन्छ त्यो म देखाउन गइरहेको छु। तपाईँले यो भिडियोलाई स्किप नगरिकन हेरिदिनु होला। एकदमै तपाईँले माया चाहिँ दिनु पऱ्यो है। अनि जहिले पनि पोजिटिभ हुनु पऱ्यो। मान्छे भएपछि पोजिटिभ कुरोले चाहिँ धेरै अगाडि बढाउनु सिकाउँदछ। अनि एकदमै तपाईँहरूको माया जहिले पनि, अनि त्यही नै हो, तपाईँहरूको माया जहिले पनि चाहिरहेको छ मलाई पनि। अनि एकदमै मलाई खुसी पनि लागेर आउँछ पनि एकदमै। हेर्दै गर्नु होला यो भिडियोलाई अन्तिमसम्म। ला है त अब चाहिँ यहाँनिर हाम्रो क्याट्रिन टिमहरूले चाहिँ गर्नुहुँदैछ। यो चाहिँ हाम्रो एसवाइसीको सबै मिलेर काम गर्नुहुँदैछ। यहाँनिर प्रेसिडेन्ट लगायत सबै भएर यहाँनिर हेर्नुहोस् न, यहाँ मेरो यो ठुल दाजु लोखाङ दाजु हुनुहुन्छ। अनि यहाँबाट हाम्रो राज्यहरू हुनुहुन्छ। अनि पासाङ ठ्यान्डु पनि हुनुहुन्छ। अनि हाम्रो प्रेसिडेन्ट, क्लबको प्रेसिडेन्ट चाहिँ सिलाज हो। अनि यहाँनिर हाम्रो इलियाङ बानिसहरू पनि हुनुहुन्छ। उहाँहरू बिहानै आएर यसरी खट्नुहुँदैछ। यहाँनिर पुरा एकदमै क्राउड ज्यादा भएको कारणले गर्दाखेरि मैले चाहिँ त्यसलाई चाहिँ म्युट गरिकन म आफै मेरो भोइस लगाएर बोलिरहेको छु। अनि यहाँनिर बानिसले कट गरिरहेको छ साग, यो चाहिँ सुँगुरको मासुमा लाउनुको लागि। अनि सिलाजले बिचरा यहाँनिर प्याज केलाउँदैछ। अनि ऊ त प्रेसिडेन्ट हो, तरै भए पनि एकदमै राम्रो, उहाँ डाउन टु अर्थ हुनुहुन्छ। अनि यो चाहिँ हाम्रो डेकोरेसन भइसकेको अत्यन्तै राम्रो भएको छ। अनि यो हेर्नुहोस् न, हाम्रो यस्तो छ है। अब तपाईँहरूले पनि भन्नु सक्नुहुनेछ, हाम्रो एकदमै रिजनेबलमा पाउनु सक्नुहुनेछ। यो कहाँनिर लगाएको भन्दा पाल्देनको विवाहमा यो चाहिँ हामीले यतिको चाहिँ गरेको छु। हेर्नुहोस् त लुलु। अनि एकदमै रिजनेबलमा पाउनुहुनेछ। अनि यसरी जुलाबी बनाउने मान्छे पनि चाहिँ हाम्रो आदरणीय हाम्रो बुद्धराम नागपा हुनुहुन्छ। अनि उहाँले चाहिँ बनाउनु भएको छ। यहाँनिर यसरी हेर्नुहोस् न, अति नै राम्रो। अनि यहाँनिर अब चाहिँ बेहुला बेहुली ल्याउने कार्यमा हुनुहुन्छ। उहाँहरू चाहिँ एकदमै तयारीमा हुनुहुन्छ है। यहाँ हेर्नुहोस् त, यो चाहिँ यहाँबाट हुनुहुन्छ, यहाँ एकदमै रेडी हाम्रो सबै। अनि एकदमै उहाँहरू यसरी वेलकम गर्नको लागि रेडी एक्साइटेड हुनुहुन्छ। अनि यहाँनिर आइसक्नुभयो बेहुला र बेहुली। अनि अब चाहिँ उहाँहरूको तर्फबाट चाहिँ यहाँनिर चाहिँ एकदमै उहाँहरूलाई स्वागत गरिसकेको छ। अनि यहाँनिर यसरी केही छिन भए पनि उहाँहरूलाई पूजा गर्न लगाउँदछ। अनि उहाँको हात बान्ने काम चाहिँ यहाँनिर हुँदो रहेछ। अनि यो पछि चाहिँ उहाँहरूको छेसम र मलान छ। यहाँनिर हेर्नुहोस् न, धेरै यहाँ उहाँहरू हुनुहुन्छ पाल्दैन। अनि उहाँको धर्मपत्नी है। अनि उहाँहरूको विवाह भइरहेको छ। अनि यो चाहिँ भुटिया विवाह हो। अनि भुटिया विवाह चाहिँ यस्तो हुन्छ, मलाई एकदमै राम्रो लाग्यो। एकदमै सिम्पल राम्रो रहेछ, धेरै राम्रो लाग्यो। अनि एकदमै यहाँनिर रेस्पेक्ट भन्ने चाहिँ यहाँनिर मैले देखेँ। अनि एकदमै मलाई खुसी लाग्यो, डिसिप्लिन धेरै मेन्टेन गरेको। अनि यहाँनिर आफन्तहरू यसै थुप्रेर यहाँनिर भेला भएर नि अब हाम्रो जस्तो पनि काका बडाबाहरू थुप्रिनु भएको। अनि यहाँ उहाँहरूको दिदीहरू हुनुहुन्छ। अनि उहाँहरूको मान्छेहरू, अनि यसरी नै साथीहरू पनि ठुक आएर उहाँको वरिपरि। अनि यहाँनिर यसरी बोकेर बसिरहेको छ। अनि यसरी म चाहिँ बिहानै उठेर त्यो के फेरि सामानहरू पनि उठाउनु पर्ने कि साउन्डको। अनि म गएँ होइन। यहाँनिर चाहिँ यसो भोक पनि लाग्यो। अनि खाना पनि खायो फेरि दाजु हामी भएर चाहिँ। यहाँनिर भानिसहरू पनि हुनुहुन्छ, मासु भात धम्स्याउँदैछ ड्याम कि ड्याम। अनि भोलिपल्ट चाहिँ यस्तो काम पनि भएको थियो, उठाउने कामहरू। यो हिजो कस्तो थियो हेर्नुहोस् त, आमामा हामीले उठाएर दामी बनाइ। यहाँ मेरो केटाहरूले चाहिँ फेरि खाना चाहिँ दह्रो खाइदिन्छ नि। अघि 2-3 बजाएर चाहिँ बसिरहेको छ। यो चाहिँ भाइ मङ्गल हो। अनि अर्को चाहिँ सिलाज हो। यहाँबाट भानिसहरू हुनुहुन्छ, यो चाहिँ सिलाज हो। उसले पनि धम्स्याउँदैछ यहाँनिर होइन। केटा पुरा हिङ गर्दै खाँदैछ, तरै भए पनि केही छैन, एकदमै राम्रो छ। अनि मलाई खुसी लागेको छ। अनि यहाँनिर हामीलाई त खदा पाल्थ्यो के हो, अत्यन्तै खुसी लागिरहेको छ। यो चाहिँ बेहुलाको मम्मी है। अनि उहाँ बेहुला आफैले पनि लाउनु हुँदैछ यसरी। हामीलाई यसरी सत्कार गरेको मलाई अत्यन्तै खुसी लागेर आएको छ। अनि यो पनि यस्तै तपाईँहरूले माया, तपाईँहरूले
डेली दिनुहुन्छ मलाई त एकदमै खुसी लागेर आउँछ नि के गर्नु अनि मलाई त भिडियो बनाउनु फेरि मलाई कस्तो मनपर्छ क्या अनि तपाईँहरू यसरी डेली तपाईँले उयो गर्नुहुन्छ अनि यहाँनिर हेर्नुहोस् न फोटोग्राफरहरू टपहरू हो अनि यहाँनिर हेर्दै जानुहोस् ल अब यहाँनिर सबलाई लगाइदिएको छ अब खदा हाम्रो अब पारम्परिक अनुसारमा चाहिँ यसरी हामीलाई खदाले चाहिँ धन्यवाद दिने हाम्रो चलनहरू छ अनि यो ट्रेडिसनल चाहिँ कहिले पनि हराउनुहुन्न अनि यसरी नै एकअर्कामा चाहिँ हामीले सपोर्ट गर्नुपर्छ एकअर्कामा माया देखाउनुपर्छ अनि मलाई पनि त लगाइदिएको छ हेर्नुहोस् त लु 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 यी बुद्धराम नाक्पासँग म फेरि ठ्याक्कै हो अनि यहाँ पर हेर्नुहोस् ल अब यी मामा हो अनि सिलास यहाँ पछाडि छ हो अनि यहाँनिर हेर्दै जानुहोस् त अब यहाँनिर चाहिँ छ्वाट्ट फेरि के दिएको अब यसरी यहाँनिर सानो भाइहरूसँग पनि फोटो खिचिदिएको नि त फोटो चाहिएन भिडियो यहाँ चाहिँ बेहुला र बेहुली यहाँ पर हुनुहुन्छ अनि अर्को टार्सीले म होइन हौ म होइन यहाँ केटाहरूले खाद्य त यहाँ यो चाहिँ यस्तो नि हाम्रो समाजमा चल्दैन यो बिहाको त कामै चल्दैन होइन ल त्यस्तो हो नि यो छैन केही गराउनु छैन तपाईँ के हुँदैन तपाईँले अप्ठ्यारो नमान्नु